बनाउन जाने कुरामा तपाईँको चाहिँ राज्यलाई तपाईँको चाहिँ सम्पत्ति चाहिएको छ, त्यो त करेक्सन चाहिएको छ। तपाईँको ट्राफिकले दिनदाडै पैसा खान्छ, तपाईँहरूले पनि भोग्नु भएको छ यो कुरा। दिनदाडै यातायातले पैसा खान्छ, दिनदाडै मालपोतले एक्सन त त्यहाँ जाने होला नि त, त्यसलाई जनतालाई सुविधामा जाने होला नि त। सरकारको आँखा अथवा नीयत अथवा सिस्टम त त्यहाँ जाने होला नि त, अनि विकास होला नि त। केपी शर्मा ओलीलाई निर्दोष व्यक्तिलाई समातेर देश विकास हुन्छ। तपाईँले भन्नुभयो निर्दोष, जनताले 50,000 मत अन्तरले बालन शाहलाई विजय गरायो। भोटको कुरा अर्को कुरा हो यो। जनताले विश्वास गरेन, यो केपी ओलीले गरेन भनेर हाले। अब तपाईँहरू के आधारमा चाहिँ तपाईँ सुन्नु न, भोटको कुरा त अर्को पार्ट हो। भोटको कुरा भनेको त हारजित हुन्छ नि। त्यही भएर आज प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नु भयो, भ्रष्टाचारलाई जेल हाल्नु पर्यो भन्नुभयो तपाईँलाई। आज बिहान भर्खर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्रियो पुलिसले। मोडर्न टिभी, ताजा समाचार र मनोरञ्जनमा हर पल तपाईकै साथ। छानबिन गरेर गर्नुपर्ने चिजलाई होइन तपाईँले यसरी गर्नुभयो भने त्यो राइट अब देश कसरी चलाउन राइट होला त राइट होला, कसरी चल्दा राइट होला भने जनताले चाहिँ अब नि फेरि बेलान भ्रष्टाचारीलाई जेल सडाउनु पर्यो। त्यही भएर आज प्रधानमन्त्री केपी शर्मा ओली पक्राउ पर्नु भयो, भ्रष्टाचारलाई जेल हाल्नु पर्यो भन्नुभयो तपाईँलाई। आज बिहान भर्खर पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्रियो पुलिसले। सुन्नुहोस् न, अब मैले के भनिरहेको छु भने देश बनाउनु पर्छ, तपाईँहरूको नि मागो, हाम्रो नि मागो, सबैको मागो। तर देश बनाउने कुरामा, देश बनाउन जाने कुरामा तपाईँको चाहिँ राज्यलाई तपाईँको चाहिँ सम्पत्ति चाहिएको छ, त्यो त करेक्सन चाहिएको छ। तपाईँको ट्राफिकले दिनदाडै पैसा खान्छ, तपाईँहरूले पनि भोग्नु भएको छ यो कुरा। दिनदाडै यातायातले पैसा खान्छ, दिनदाडै मालपोतले एक्सन त त्यहाँ जाने होला नि त, त्यसलाई जनतालाई सुविधामा जाने होला नि त। सरकारको आँखा अथवा नीयत अथवा सिस्टम त त्यहाँ जाने होला नि त, अनि विकास होला नि त। केपी शर्मा ओलीलाई निर्दोष व्यक्तिलाई समातेर देश विकास हुन्छ। तपाईँले भन्नुभयो निर्दोष, जनताले 50,000 मत अन्तरले बालन शाहलाई विजय गरायो। भोटको कुरा अर्को कुरा हो यो। जनताले विश्वास गरेन, यो केपी ओलीले गरेन भनेर हाले। अब तपाईँहरू के आधारमा चाहिँ तपाईँ सुन्नु न, भोटको कुरा त अर्को पार्ट हो। भोटको कुरा भनेको त हारजित हुन्छ नि। चुनावमा गइसकेपछि हारजित हुन्छ। भोट भनेको कुरा हार हुन्छ, जित हुन्छ, त्यो सामान्य कुरा हो, त्यो विश्वको खेल हो। त्यसको हार जितको चुनावमा तपाईँको प्रश्न राइट छैन। तर कुन कुरा राइट हो भने मैले अहिले भनिसकेँ, मालपोतमा भ्रष्टाचार छ, यातायातमा भ्रष्टाचार छ, ट्राफिक पुलिसमा भ्रष्टाचार छ। त्यो सुरुवात त तपाईँहरूले गर्नुभयो नि। त्यो कुन बाउले सुरु नगरिकन छोराले सिक्दैन नि त त्यो कुरा त, होइन र? हामीले गरे भने प्रमाण छ तपाईँसँग। सिस्टम किन तपाईँसँग प्रमाण छ त, अख्तियारले गरे भन्ने प्रमाण छ तपाईँसँग। तपाईँले प्रमाण बिना दोष लाउनु भयो नि त। अहिले ट्राफिकलाई लाउनु भयो, अख्तियारलाई लाउनु भयो, तपाईँले भर भ्रष्टाचार छ भन्नुभयो त, रेकर्डै छोडे। तपाईँसँग चाहिँ प्रमाण बिना बोल्दै हुनुहुन्छ, तपाईँसँग प्रमाण छ। यो त करप्सन नै हो, यो करप्सन छ, यो भ्रष्टाचार छ भनेर मैले मात्रै होइन, सारा नेपालीले बोले, सारा राज्यले, सारा सरकारले बोलिरहेको छ त। सम्पत्ति शुद्धिकरणको छानबिन गर्दाखेरि तपाईँहरूकै अध्यक्षज्यू पर्नुभयो भने चाहिँ यसरी आवाज उठाउनुहुन्छ कि हुँदैन? उठाउँदैनौ। यति भ्रष्टाचार गरेको केपी ओलीले ठहरिएछ भने केपीलाई जेल उसले लानु पर्दैन, हामी लान तयार छौँ। यति छानबिन आयोग शुद्धिकरणले सम्पत्ति रहेछ भने भएको सम्पत्ति राष्ट्रियकरण गरेको मान्छेले एउटा चाहिँ घर भएको राधिका साकेले ल्याएको, नेपाल ब्याङ्कबाट ल्याएको घर बनाएको घर त नेपाल ट्रस्टको नाममा दिन सक्ने व्यक्ति कोही जन्मिया छ अहिलेसम्म? हिजो जन्मिया छ न, भोलि बालेन जन्मिन्छ, अर्को व्यक्ति जन्मिन्छ, रवि जन्मिन्छ। ल कसैले कोही व्यक्तिले संसदबाट भोलि संसदबाट आइतबार मेरो राज्यको सम्पत्ति ट्रस्टको नाममा सबै सेका पछाडि भन्नुहोस् त, जो कि आँखा दान गर्ने, मुटु कलेजो फोक्सो दान गर्ने, जो चाहिँ राष्ट्रको नाममा दान गर्ने व्यक्तिको सम्पत्ति यदि भ्रष्टाचार लाग्छ र सम्पत्ति छ भने छानबिन गरौँ, जेल लान हामी तयार छौँ। हामी जेल पठाउन हामी तयार छौँ, सरकार चाहिएन, पुलिस चाहिएन। तपाईँहरूको केपी ओली छानबिनमा पर्नुभयो भने तपाईँहरू पक्का पठाउनुहुन्छ नि? ए बाबा, प्रमाणित त हुनु पर्यो नि। छानबिन होइन, छानबिनमा प्रमाणित दोषी ठहर भएर त्यो गर्यो भने हामी तयार छौँ, निश्चित तयार छौँ। धन्यवाद। धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद, यहाँ पत्रकारज्यूलाई।
हो